What if machines could think like humans? Welcome to the world of AGI. Today we're going to discuss the most trending topic in the world of AI. जसको नाम हो म्यानस. यदि तिमीहरूले AI ने closely follow गरेको छौ भने यसको बारेमा पक्कै सुनेको हुनुपर्छ. Manus AI has been developed by the Chinese company Monica. If you see the other chatbots you use like ChatGPT, Gemini, DeepSeek, अनि तिनीहरूले के गर्छन् मेसेजको रिप्लाई दिन्छन्, टेक्स्ट लेख्छन्, कोड दिन्छन्, but Manus is one step ahead. Manus ले हेल्प हैन के, literally काम गर्छ ह्युमन चाहिँ. Unlike other traditional AIs which relies on human prompts, Manus AI can assist tasks, make decisions, and execute actions in different domains, all in real time. यो मोडललाई 6 of March 2025 मा रिलिज गरेको अनि यो अहिले अर्ली प्रिभ्यू स्टेजमा छ. यो टुललाई चलाउन पहिला हामीले एउटा इन्भाइट रिक्वेस्ट सेन्ड गर्नुपर्छ. त्यसपछि एउटा इन्भाइट कोड आउँछ. हो त्यसपछि मात्र बल्ल टुललाई एक्सेस गर्न सकिन्छ. अनि जुन दिन यसको रिलिज भयो त्यो दिन यसको सर्भर टोटली डाउन भएको थियो. सो यो किन पपुलर छ त? यो एउटा मल्टी एजेन्ट मोडल हो. यसभित्र मल्टिपल सब एआईहरू काम गर्छन्. जस्तै एउटाले चेकिङ गर्छ, एउटाले एक्जिक्युट गर्छ, एउटाले एक्युरेसी चेक गर्छ, जस्ट लाइक एज अ ह्युमन टिम. म्यानस एआई फाउन्डर एन्ड को फाउन्डर हेज रिलिज द भिडियो जसमा तिनीहरूले म्यानस एआईको इन्ट्रोडक्सन दिएका छन्. यो मोडल यति पावरफुल छ कि लाइक वी आर भेरी क्लोज टु द एजिआई, जनरल इन्टेलिजेन्स. म्यानस एआई चाहिँ अहिलेसम्म पब्लिकली एभाइलेबल छैन. यसको वेबसाइटमा गएर चाहिँ चेक गर्न सकिन्छ यसको क्यापेबिलिटी एन्ड डिफ्रेन्ट फिचर्स. एन्ड देयर इज नो डाउट फ्युचरमा एआई एजेन्टको फुल्ली युज हुन्छ. सो मैले भने जस्तै यसको टुल चाहिँ पब्लिकली एभाइलेबल छैन अनि हामीले चाहिँ एक्सेस गर्न सक्छौँ. यसको वेबसाइटमा जाने त्यसपछि यसको क्यापेबिलिटी के छ ओभरअल इन सर्टमा हेर्ने कि वेबसाइटमा गएर के छ यसको खासमा हो के त्यो यसले के गर्न सक्छ त्यो कुरा चाहिँ हेर्न पाइन्छ. यसको वेबसाइटमा गएर manus.im भन्ने छ. यो वेबसाइटमा जाने manus.im यसको वेबसाइटमा and we can explore it wisely. So the interface look like this. फाउन्डरले एउटा भिडियो बनाएका छन् what is introduction to Manus. So अझै डिपमा हेर्न मन लाग्छ, बुझ्न मन लाग्छ भने भिडियो हेर्दा अब नत्र परेन. So here we have the different features, data analysis, research, education, productivity that you can use this AI in future in your different works in different fields, and you can just use it wisely to make your life more easier. So just a trip to Japan in April. Basically ले गर्छ के trip to Japan in April भनेको यसले अब एउटा कम्प्रिहेन्सिभ एउटा ट्राभल बनाइन्छ फ्रम बिगिनिङ टु एन्डिङ. के गर्नुहुन्छ स्केड्युलदेखि लिएर पेमेन्टदेखि लिएर कसरी हुन्छ फ्लाइट यताउति सब डिटेल यसले बनाइन्छ. सो त्यही अनुसार गर्न सकिन्छ. एनालिसिस अफ स्टक्सहरू भने जस्तै स्टक एनालिसिस गर्छ, रियल इस्टेट इभ्यालुएसन गर्छ, एन्ड इन्टरेक्टिभ कोर्स अन द मोमेन्टम थ्योरम कोर्स पनि बनाइन्छ. कम्प्युटर एनालिसिस अफ इन्सुरेन्स पोलिसिज एभ्रिथिङ द्याट यु वान्ट. जस्तो हामीले एउटा हेरौँ यसलाई सर्टमा हेरौँ यसले कसरी काम गर्छ, कस्तो काम गर्न सक्छ. हामीले हेरौँ टेस्ला एनालिसिस स्टक्स हेरौँ कसरी गर्छ. सो कम्प्रिहेन्सिभ टेस्ला एनालिसिस स्टक एनालिसिस. So काम गरेर अहिले एउटा इक्जाम्पल भयो. Manus AI is using terminal and editor in the right side and in the left there is a preview. So यसले चाहिँ टाइम लेख्छ, मिनिमम 1 मिनट लिन्छ होला, त्योभन्दा बढी लिँदैन. सो यही हो हुँदैछ. लेट्स वेट फर 1 मिनट. बनाउँदैछ यसले इन्साइट्स. मैले भने नि यसमा डिफ्रेन्ट सब एआईहरू काम गर्छन् कि. जस्तो एउटाले प्लानिङ गर्छ, एउटाले एक्जिक्युसन गर्छ, एउटाले के भन्छ त्यसलाई एक्युरेसी चेक गर्छ, एउटाले टेस्ट गर्छ. सो सबै एरियाजभित्र हुन्छन्, सबैले काम गर्छ र फाइनली एउटा आउटपुट दिन्छ. प्रिडिक्ट नै गर्ने हो भने यो एआई चाहिँ पावरफुल होला जस्तो छ. अल्सो इट इज मेड बाई चाइनिज कम्पनी हु हेभ जस्ट लन्च देयर DeepSeek AI. सो इट विल टेक टाइम. नाउ इट हेज फिनिस्ड. भयो यतिमै भयो. लगभग 1 मिनट लाग्यो. खै कति लाग्यो फिनिस भयो. अब हामीले यसलाई हेर्न सकिन्छ. जस्ट क्लिक टु भ्यू. हेर मैले कस्तो बनाएँ त, के काम गर्दै. टेस्ला स्टक एनालिसिस ड्यासबोर्ड, इन्भेस्टमेन्ट रिकमेन्डेसन्स, फाइनेन्सियल पर्फर्मेन्स, भ्यालुएसन एनालिसिस. यसले टोटल प्रिभ्यू दिन्छ. जस्ट हामी अवेर हुन्छ कि इन्भेस्ट गर्ने कि नगर्ने, कस्तो छ सिनारियो भनेर. टेक्निकल एनालिसिस, मार्केट पोजिसन कस्तो छ, स्ट्रेन्थ विकनेस एभ्रिथिङ हेरौँ न. प्राइस ट्याग्स ग्राफ्समा दियो, कन्क्लुजन दियो,
सब यसरी पुरै एकदमै खतरा क्या दामी छ हेर्नु त्यसलाई एनालिसिस ड्याशबोर्ड भनेर क्या बबल बनाइदियो क्या एक्जिक्युटिभ समरी टोटल तिमीले फाइन्ड गर्न सक्छौ के भइरहेछ भ्यालुएसन फाइनेन्सियल पर्फर्मेन्स कस्तो हो सो दिस इज वाट दिस एआई क्यान डु ManSI is something better than the other like ChatGPT and DeepSeek. So this is what the ManSI can do, and this is a quick preview of its capability and its feature. So this will gonna be rock in the future. So what do you think? Will ManSI revolutionize the world for better? Share your thoughts in the comments below. See you in the next video.